हेलो एभ्रिवान, हाम्रो यो एसके च्यानलमा हजुरहरूलाई स्वागत छ। सदा झैँ मैले आज हाम्रो गाउँघरमा सजिलैसँग पाइने कुबिन्डोको मिठो अचारको रेसिपी लिएर आएको छु। यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ एन्ड सपोर्ट दिनुहोला। सबैभन्दा पहिला हामीहरूले कुबिन्डोलाई राम्रोसँग धुनु पर्दछ। अनि राम्रोसँग धोइसके पछाडि हामीहरूले काँक्रो जस्तै गरी यो कुबिन्डोलाई काट्न सकिन्छ है। अनि बाहिरको कभर अनि भित्रको गुदी पनि राम्रोसँग काटेर फ्याँक्नु पर्दछ। अनि फ्याँकिसके पछाडि सानो सानो पिसमा हामीहरूले यो कुबिन्डोलाई काट्नु पर्दछ। ल हेर्नुहोस् न, कुबिन्डो खाँदा शरीरलाई धेरै राम्रो हुन्छ, धेरै किसिमको भिटामिनहरू पाइन्छ है। सुगरको बिरामीलाई त झन् धेरै राम्रो हो यो कुबिन्डो। यो कुबिन्डोलाई यसरी सानो सानो पिसमा काट्न सकिन्छ है। हजुरहरूले पनि आफ्नो स्टाइल र कत्रो पिस मनपर्छ त्यही अनुसार काट्न सक्नुहुन्छ। यो कुबिन्डोको अचार हामीहरूले चाडपर्वमा पाहुना पछा आउँदा पनि सहजै बनाउन सकिन्छ। साह्रै मिठो र टेस्टी हुन्छ। यो काटिसके पछाडि राम्ररी धोएर यसरी 1-2 मिनट जति बोइल गरेर बनाउन पनि सकिन्छ। यो कुबिन्डो चाहिँ प्रायले काँचै खानुहुन्छ। मैले चाहिँ हल्का बोइल गरेर आफ्नो स्टाइलले बनाउने हो, बोइल गरेर बनाउन लागेको छु। अनि त्यसपछि एउटा जालीमा हामीहरूले यसलाई पानी तैराउनको लागि खन्याउन सकिन्छ। त्यसपछि यसलाई खनाइसके पछाडि चिसो हुन छोडिदिनु पर्दछ है। देख्न सक्नुहुन्छ अब पानी पनि तैरिसकेको छ, चिसो भइसकेको छ। हामीले यही टाइममा अर्कोपट्टि थोरै मेथी, तोरीको तेलमा मेथी र रातो खोर्सानीलाई तड्का लगाएको छ है। भुटेर पिसेर राखेको तिलको धुलो अनि भाङ्गोको धुलो अनि रातो हरियो खोर्सानी, त्यसै गरी नुन आवश्यकता अनुसार, बेसार राख्न सकिन्छ। अनि तड्का लगाइसकेको थोरै मैले टिमुरको धुलो पनि राखेको छु, तड्का लगाइसकेको हामीले यसैमा राख्न सकिन्छ। ल हेर्नुहोस्, राखिसकेको छु। अब यसलाई राम्रोसँग सफा हातले अथवा ग्लोभ्स लागेर मोल्ने हो। मैले थोरै लेमन पनि राखेको छु, आवश्यकता अनुसार हजुरहरूले पनि राख्न सक्नुहुन्छ। देख्दा पनि कति मिठो देखिएको छ, हेर्नुहोस् न। यसले राम्रोसँग मोल्नुपर्छ है। हजुरहरूले पनि यदि यो रेसिपी मन पर्यो भने यो च्यानललाई लाइक, कमेन्ट, सेयर गरिदिनु होला है। र यसै गरी बनाएर खानु होला है त। थ्याङ्क यू एभ्रिवान।